वास्तुशास्त्र अनुसार मीन राशिको र नर्थ डाइरेक्सन्सको उत्तरको ठुलो सम्बन्ध रहने गर्दछ। हेर्ने हो भने मीन राशिका मानिसहरूको लागि यो नर्थ डाइरेक्सन्स एकदमै इम्पोर्टेन्ट छ। मीन राशिका मानिसहरूको मन जोडिएको हुन्छ यो नर्थ डाइरेक्सनसँग। यदि मीन राशिका मानिसहरूले आफ्नो नर्थ डाइरेक्सन्सको वालहरूमा रातो कलरहरू लगाएका छन् भने, यदि मीन राशिका मानिसहरूले आफ्नो नर्थ डाइरेक्सन्समा तामासँग जोडिएका भाँडाकुँडाहरू अथवा आर्टिकल्सहरू राखेका छन् भने, फलामसँग जोडिएका कुनै पनि आर्टिकल्सहरू राखेका छन् भने, यदि मीन राशिका मानिसहरूले आफ्नो किचन्सहरू, आगो बाल्ने ठाउँहरू अथवा एकदम तातो हुने कुनै आर्टिकल्सहरू लगेर नर्थ डाइरेक्सन्समा राखेका छन् भने, मीन राशिका मानिसहरूले नर्थ डाइरेक्सनसँग जोडिएका नेगेटिभ रिजल्टहरू पाइरहेको हुन्छन्। मन अशान्त भइरहेको हुन्छ, मनमा विभिन्न किसिमका नेगेटिभ फिलिङ्सहरू आइरहेको हुन्छ, चिन्ताहरूले भरिएको हुन्छ मनमा। थट प्रोसेसहरूलाई हेर्ने हो भने पनि नेगेटिभ थट प्रोसेसहरू आइरहेको हुन्छ मीन राशिका मानिसहरूको जीवनमा। मीन राशिका मानिसहरूको अशान्त रहने गर्दछन् यदि नर्थ डाइरेक्सन डिस्टर्ब छ भने। यदि मीन राशिका मानिसहरूले नर्थ डाइरेक्सनसँग जोडिएका एन्टी एक्टिभिटीहरू नर्थ डाइरेक्सनमा गरेका छन् भने, नर्थ डाइरेक्सन्सलाई ब्यालेन्स गरेका छैनन् भने, मीन राशिका मानिसहरूले आफ्नो कमाइको कुरालाई लिएर, आफ्नो इन्कमको कुरालाई लिएर पनि धेरै सङ्घर्षहरू फेस गरेर हुन्छन्। कमाउने अपर्च्युनिटी दिने जोन हो नर्थ डाइरेक्सन्स भनेको। यो डाइरेक्सन्सले हामीलाई जीवनमा हामीले कति वेल्थ कमाउन सक्छौँ, कति पैसा कमाउन सक्छौँ, कहाँबाट कमाउन सक्छौँ र हाम्रो धनको सोर्सेसहरू के हुने, कत्रो हुने भन्ने कुरा डिफाइन गर्छ यो नर्थ डाइरेक्सन्सले। नर्थ डाइरेक्सन्स डिस्टर्ब भयो भने यस्ता व्यक्तिहरूको जीवनमा आउने सोर्सेसहरू, पैसा आउने सोर्सेसहरू बन्द हुँदै जान्छन् जीवनमा। कमाइका सोर्सेसहरू सानो हुँदै जान्छ, बन्द हुँदै जान्छ यस्ता व्यक्तिहरूको जीवनमा। त्यही भएर मीन राशिका मानिसहरूले नर्थ डाइरेक्सन्सलाई ब्यालेन्स नराख्दै गर्दाखेरिमा मीन राशिका मानिसहरूको मन मात्र अशान्त नहुने होइन, मीन राशिका मानिसहरूको जीवनमा अपर्च्युनिटिजहरू पनि, अर्निङ अपर्च्युनिटिजहरू पनि स्टप हुन्छ।